आउने म्यापमा है अघि त कम्पासबाट हामीले नर्थ पत्ता लगाइसक्यो अनि म्यापको नर्थ पत्ता लगाउन सकेन भने हेडिङ लाइनलाई जहिले पनि नर्थ सम्झिने अनि जुन चाहिँ रियल टोपोग्राफी सर्वे म्यापमा छ नि त्यहाँ नर्थ कहिले नि इन्डिकेट गरेको हुँदैन हेडिङ लाइनले हेर्छ हुन त फेरि हेडिङ लाइन भन्दा फेरि यो यिनीहरू चाहिँ होइन है यहाँ त बाङको टिङ्गो पनि छ नि त होइन यो टपको यो हेडिङ लाइन यो म्यापको एरियाको हेडिङ लाइनले हेर्ने जहिले मैले हिजो भनेन किन त्यहाँ भन्दाखेरि के हुन्छ बुझ्दिनँ है त्यसले गर्दाखेरि आज यो म्यापले यसो गरेको छु अनि त्यसपछि कलरलाई हेर्ने कहाँ के रहेछ है अनि मेन हेडिङ लाइन के भन्नुभएको छ यो तपाईँले यो ठुलो अक्षर लेखेको हुन्छ नि ठुलो अक्षर यो सानो अक्षर नै हेर्नु ठुलो अक्षर के साइन छैन पत्ता लगाउन सकिन ठुलो अक्षर हेर्नु है दिस इज अ टिप्स फर यु अनि त्यसपछि यार कलर हेर्ने मैले हिजो पढाएको थिएँ नि त कलरको बारेमा हेर्दाखेरि मजाले थाहा छ नि कलर हेर्ने त्यसपछि आएर यहाँको लोकेसन पहिला पत्ता लगाउने कहाँनिर छ त द्याट्स अ भेरी बिग च्यालेन्ज फर यु राइट नाउ होइन त्यो चाहिँ कहाँबाट पत्ता लगाउनु त हामी कहाँ छ सुन्दरी जल छ नि इन्डेक्समा खोज्ने जुन डिक्सनेरीको अल्फाबेट अनुसारले राखेको हुन्छ हो पहिला त्यसमा नजानु यहाँ खोज्दा पाएन भने बल्ल इन्डेक्समा जाने पहिला दुःख गर्नु पर्यो नि यो त सजिलो बनाइदिएको नि हो के गर्नुपर्छ पहिला दुःख गर्ने हो कि त्यहाँबाट पत्ता लगाउन सकेन भने बल्ल डिक्सनेरीको अल्फाबेट अनुसारले यहाँ राखेको हुन्छ एबिसिडी होइन अब सुन्दरजल भने यसको लाइनमा हेर्ने त्यसपछि आएर जुन चाहिँ इन्डेक्सको यो बक्स राखेको छ नि ल्याटिट्युड लङ्गिट्युड होइन त्यो भित्रको यहाँ D4 D5 के छ हो त्यो प्र्याक्टिस गर्ने है अनि त्यसपछि आएर लेजेन्ड यो पहिला यसमा यो पार्टमा नजाने हेर्ने यो लेजेन्ड यो चिन्ह के रहेछ भने एउटा बल्ल यहाँ जाने त्यसरी प्र्याक्टिस गर्ने चाहिँ अनि यो चिन्ह सङ्केत के रहेछ बल्ल यहाँ जाने कन्फ्युज भयो भने अरू किनभने इन्टरनेसनल रुटमा चाहिँ हेलिप्याड दिन्न एयरपोर्ट हेलिप्याड त यहाँ पनि बस्छ नि मैले बोलाएर जस्तै इन्टरनेसनल एयरपोर्ट डोमेस्टिक एयरपोर्ट अनि पुलिस चौकीहरू पोस्टहरू तिनीहरू चाहिँ सबैलाई थाहा हुन्छ यहाँ चाहिँ के भन्छ भ्यू पोइन्ट भनेर आँखा यस्तो देखाइदिन्छ कसैले त्यो पछि इन्पुट गरेको है त्यो प्र्याक्टिस गर्ने अनि त्यसपछि आएर ल्याटिट्युड लङ्गिट्युडले पनि हेर्नुहोस् नर्थबाट साउथ आएको के भनिन्छ लङ्गिट्युड यस अनि ल त्यो त्यति बुझ्यो नि होइन बुझ्नुभयो नि अब यहाँ धेरै विभिन्न कलर छ अनि अर्को टिप्स तपाईँहरूलाई यो नै बेरिङ हो म्याप नै बेरिङ हो नर्थ सरी सर तपाईँले लङ्गिट्युड र ल्याटिट्युड भन्ने म त उ भन्छ यो ठुलो अक्षर लेखेको छ नि नर्थ भन्नु पायो यहाँबाट आउने जुन यो लाइन छ नि मसिनो यो चाहिँ लङ्गिट्युड भयो होइन अनि लङ्गिट्युड पत्ता लाग्ने बित्तिकै यो 300 चाहिँ के भयो बुझ्नुभयो नि ल ओके म अर्को नेक्स्ट अर्को टिप्स के हो हाम्रो कम्पासको बेरिङ छ नि दिस अल्सो बेरिङ यसलाई सर्कुल बनाइदियो न अनि यहाँ सानो बनाइदियो न यो नर्थ भयो यो साउथ भयो यो वेस्ट भयो यो इस्ट भयो दिस इज बेरिङ सिम्पल बुझ्नुभयो नि घुमाउनु मिल्यो यो चाहिँ किन यो के भयो त नर्थ एन्ड साउथ इस्ट एन्ड वेस्ट होइन नर्थ इस्ट साउथ इस्ट कर्नर चाहिँ के भयो त्यसको आधा भयो कि साउथ वेस्ट यहाँ त वेस्ट भइहाल्यो नर्थ वेस्ट कर्नर द्याट्स बेरिङ त्यसैको आधारमा कम्पास छ कि त्यहाँ है कुनै बेला मलाई त कम्पासै चाहिँदैन है किन प्र्याक्टिसमा गर्नुपर्छ बुझ्नुभयो नि अब त्यसले गर्दा अहिले चाहिँ तपाईँहरूले चाहिँ म्याथ स्टडी गर्नुहोस् अनि छलफल गर्नु कम्पासको त धेरै छिटो सिक्नुभयो म तपाईँहरूलाई
यसलाई 45 मिनट दियो हैन म्याजिक लग्नु त पछि है पहिला सुन्नुस् है पहिला अनि यहाँ के छ सबैले आफै यहाँ लगाउनु है कोही बस्यो भने कोही उभियो हुन्छ है अगाडि उभ्यो भने डिस्टेन्स निकाल्ने केबाट गर्ने पेपर र ज्योमेट्री फर्मुलाबाट नजानु कोडबाट गर्ने डोरी नजानु कोड भन्नु धागो भन्दाको बिचको डोरी भन्दा तलको हो क्या कोड अनि त्यो प्र्याक्टिस गर्ने अनि डिस्टेन्स मेजरमेन्ट गर्ने तपाईँले एउटा कुनै पनि यो ठाउँको सुन्दरी जल भन्नु पनि पर्दैन कुनै पनि एउटा ठाउँबाट मजाले यसरी नाप्ने एउटा एड डिस्टेन्स नाप्ने एउटा ग्राउन्ड डिस्टेन्स नाप्ने है अनि त्यसपछि त्यहाँबाट के गर्ने त फेरि यसलाई बेरिङ मानेर अन्दाजी यति डाइरेक्सन हुन्छ है अन्दाजी कि यति किलोमिटर स्टार्टिङ चाहिँ कसरी गर्ने आफूले रोज्ने एउटा पोइन्टबाट अर्को पोइन्ट जस्तो सर एउटा छ नि हामी अब हामी अहिले उभिएको स्ट्यान्डिङ पोइन्ट त्यो चाहिँ कसरी त्यो मात्रै अहिले यो म्यापमा कुनै पनि एउटा पोइन्ट लिनुहोस् सेटलमेन्ट होइन बजार होस् गाउँ होस् होइन मैले त्यो सिकाउनु खोजेको कि अनि त्यसबाट अर्को पोइन्ट खोज्नुहोस् एबाट बी होइन पहिला कन्ट्रोल लाइनलाई स्टडी गर्नुहोस् फिचर एनालाइज गर्नुहोस् होइन एउटा स्केच थाहा छ नि यसो हेऱ्यो नि हामी कहाँबाट आएको होइन हात त तिमीले त देखायो नि यताबाट आएको एक्ज्याक्टली देखाउनु पऱ्यो नि यसो नगर फेरि एकपल्ट देखाउनु पऱ्यो त्यहाँबाट आएको हुन्छ हामी तर यहाँ चाहिँ के भने प्रत्येक ठाउँको नाम छ नि त अहिले त हामी सुन्दरी जल छौँ नि त त्यहाँबाट आएको भनेपछि यहाँ काठमाडौँ सहर खोज्ने अब कुरा बुझ्नु भएन काठमाडौँ सहर यता आएको भनेपछि त काठमाडौँ सहर त यता हो नि यो हो नि त काठमाडौँ सहर होइन र हो कि होइन यो काठमाडौँ सहरलाई चाहिँ यता फर्काइदिनु भएन भयो नि हो त्यहाँबाट आएपछि यो फोल्डिङ पनि यो लास्टमा सिकाउँछु है यो चाहिँ म यो बसेको म सुन्दरी जलमा आइपुग्यो मैले त यहाँ नाम त थाहा पाएँ नि त तर म आएको चाहिँ यहाँबाट हो नि काठमाडौँ यहाँ देखाएको कताको सुन्दरी हिजोदेखि त्यो टिभीले नि मलाई त्यस्तै गरिरहेछ है अनि सुन्दर जल त यहाँ छ काठमाडौँ त यहाँ छ यो काठमाडौँ चाहिँ त्यतातिर फर्काउनु गयो नि भयो नि सेटिङ भएन त म पनि जस्तै हामी काठमाडौँ ठाउँमा अर्को ठाउँबाट आएको कि जहाँबाट आएको त्यहाँबाट जस्तै अब मोरलेस मिल्छ है जस्तै तपाईँ यहाँबाट आएको नि होइन जस्तै यो चाहिँ ठाउँ साँको आएको छ नि हामी यताबाट आउनु पऱ्यो नि हामीलाई आएको बाटो त थाहा छ नि त छ कि छैन हामी यहाँबाट आएको भने साँको हुन्छ साँको हामी यताबाट आएपछि हामी त सुन्दरी छौँ त अहिले हो कि होइन यहाँ आएको साँको चाहिँ त्यत्रो फर्क्यो नि फर्केको छ है अलिक घुमाउनु पर्यो यसरी छैन यसो गर्दा चाहिँ अब यताबाट आएको चाहिँ कुन चाहिँ पऱ्यो त यो साइडमा पऱ्यो साँको त यता पऱ्यो नि यतापट्टि है मैले कस्तो क्वेसनहरू गरिरहेको छु नि तपाईँलाई अब यताबाट आएको भनेपछि त तपाईँलाई गाउँ ठाउँको नाम थाहा छ नि सरी गाउँ ठाउँको नाम त थाहा छ नि यताबाट आएको भनेपछि त्यतातिर फर्काउने कि तपाईँहरू यतातिर आएको छ भने त्यतातिर फर्काइदिनु जताबाट आयो त्यताबाट अनि पहिला चाहिँ आफ्नो स्ट्यान्डिङ पोइन्ट म्याप अनि माउन्टेन एरियामा छ भने फरक छ है यो चाहिँ अलिक भिलेजमा दिनु माउन्टेन एरियामा चाहिँ त्यसरी आएपछि यसो गरेपछि त मोरलेस त मिल्यो अनि देन दिस इज बेरिङ बुझ्यो नि क्लियर छ नि यो प्र्याक्टिस गरे नै हुन्छ अब यहाँबाट सुन्दरी जल जाने हुन्छ
सुन्दर जल त हुनु चिसो पानी सुन्दर जल मात्रै भन्नु चिसो पानी यता रहेछ नि त थाहा भयो नि त अनि त्यसपछि डिस्टेन्समा कति घन्टा लाग्छ कति रहेछ त्यहाँबाट पत्ता लगाउनु कम्पासको काम लाग्यो त होइन अब अघि चाहिँ रियल भयो भने अब अलिकति टेक्निकल है अब म्याथ फोल्डिङ गर्दाखेरि जहिले पनि यो हातलाई चाहिँ ड्यामेज गर्ने अनि यो हातले ठिकै छ एनी हाउ कसरी हुन्छ यसको जुन यो भाग छ नि गबारेको भाग मिलाउने है कसरी हुन्छ त्यो एरियालाई मात्रै फोकस गर्नुहोस् आजको दिनको यात्रा मेरो एउटा खेल्दै एकदम शिक्षण भयो।